आउनुहोस् कल्याणी माताको दर्शन गरौँ। हजुरहरू सबैजनालाई इङ्ग्रेजी नूतन वर्षको धेरै धेरै मङ्गलमय शुभकामना छ। ह्याप्पी न्यू इयर। र हामीहरू कल्याणी थान गएका र आज नूतन वर्षको दिन हजुरहरू पनि कल्याणी माताको दर्शन गर्नुहोला। आउनुहोस् जाउँ। र यहाँ हेर्नुहोस् न, भित्र चाहिँ पनि यति भिडभाड छ भने आज चाहिँ भने कल्याणी माताको दर्शन गर्नलाई नै साह्रो पर्छ जस्तो छ। यति भिड भइरहेको छ आजको दिन चाहिँ, यति नै भिड लागिरहेको छ, यति नै भिड लागिरहेको छ। आउनुहोस् न र आउनुहोस् हजुरहरू पनि कल्याणी माताको दर्शन गर्नुहोस्। र हजुरहरू सबैजनाले चिताएको कामना कल्याणी माताले पूर्ण गर्नुहोस्। र यो यहाँ हाम्रा गाउँका भाइहरू पनि र हजुरहरू सबैजनाले चिताएको कामना पुगोस्, नूतन वर्ष सबैजनाको राम्रो होस् भनेर आशा गर्दछु। यो आएको 26 सन् चाहिँ सबैजनाको लागि राम्रो होस्, मङ्गलमय होस्। र यो चाहिँ बाहिरको दृश्य, बाहिर आज चाहिँ पनि सबैतिरै भिडाभिड भइरहेको छ। हेर्न सक्नुहुन्छ यो कल्याणी मन्दिर चाहिँ भने गहपुर बरङबारीबाट पसेर गएपछि भित्र भन्ने जग्गामा छ। र यो चाहिँ हाम्रै गाउँकै हो। र हामीहरू चाहिँ भने यहाँ अब दर्शन गर्नलाई गइ नै राखिन्छ। वर्षमा एक खेप दुई खेप पुगिन्छ दर्शन गर्नको लागि। र यहाँ हेर्नुहोस् न, बाहिर चाहिँ पनि कति भिडाभिड लागिरहेको छ। सबैजनाले माताजीलाई दर्शन गरिराख्नु भएको छ कल्याणी माताजीको। र यहाँ चाहिँ भने हाम्रा गाउँबाट देउरानीहरू पनि आउने भिडभाडमा गर्न पाइयो के भयो, लेकिन कस्तो लाग्यो आज आएर? कस्तो मजा लाग्यो। सबैजनालाई